8 गते दिउँसो चाहिँ हामीले रत्ननगर पपुलर हस्पिटलमा भर्ना गरियो हैन। त्यति बेलै पठाएको भए हामीले बचाउन सक्थ्यौँ होला, तर त्यहीँनिर नर्सहरूले खेलाएर राखिदिनु भयो के। कहिले सुई हाल्ने, कहिले यो सामान लिएर आउनु जानु, कहिले यो सामान लिएर आउनु जानु, एकजनाले ढाड मसार दिनु भन्ने ओडामा गएर पनि निवेदन हाल्न खोज्यौँ, ओडाले लिगेन। तपाईँको नगरपालिकामा गयौँ, नगरपालिकाले लिगेन। त्यहाँको मेयर प्रहलाद सापकोटाको त्यहाँ आफ्नो त्यहाँको आफ्नो एरियामा भएको, आफ्नो इलाकामा भएको, आफ्नो नगरमा भएको चाहिँ हस्पिटलबाट यस्तो लापरवाही हुँदाखेरि पनि त्यहाँको नगर प्रमुख जुन हुनुहुन्छ उहाँले चाहिँ त्यहाँ 700 करोड नदिएको विषय भन्ने गुनासो आइरहेको लिएन, कहीँ पनि लिएन। हामीलाई न्याय चाहियो भनेर हामीले आन्दोलन पनि गऱ्यौँ है। त्यहाँनिर पनि हामीलाई धेरै रोकटोक भयो। अनि त्यसपछि अब हामी माइती घर नआइकन अब हाम्रो केही पनि उपाय छैन। हामीलाई त्यताबाट कतैबाट पनि आशा भएन। अब माइती घर नआइकन चाहिँ हामीले न्याय पाउँदैनौँ भनेर चाहिँ अनि अहिले हामी अननोन नम्बर म्यासेजबाट चाहिँ के भनेर आएको थियो भने तपाईँहरू सडकमा रोडको बास भएको छ, विचार गर्नु भनेर चाहिँ आएको थियो राति 11-12 बजेतिर है। अब न्याय पाउनलाई मान्छे अब मर्नै पर्ने हो कि। नमस्कार, अहिले म काठमाडौँ माइतीघरमा छु, माइतीघर मण्डेलामा अहिले विभिन्न केसहरू मुद्दाहरू आइरहेका छन्। कतिपय एउटा दुधे बालक पनि ल्याएर यहाँ अहिले धर्ना बसिरहनु भएको छ भनेपछि कतिपय अपाङ्ग भएर चाहिँ अब खुट्टामा त्यसले चाहिँ चोट लगाएर पनि यहाँ आइरहनु भएको, धर्ना बसिरहनु भएको छ। विभिन्न मुद्दाहरू, विभिन्न केसहरू यसरी माइतीघरमा आउँदै गर्दा सरकारले ध्यान नदिएको हो कि के भएको भनेर गम्भीर प्रश्नहरू अहिले सरकारमाथि उठिरहेका छन्। यी समस्याहरू कसरी समाधान गर्न सकिन्छ, किन समाधान गर्न सकिएन, स्थानीय निकायले किन समाधान गर्न सकेन र केन्द्र सरकारले किन समाधान गर्न सकेन, माइतीघरमा आएर यसरी धर्ना बस्नुको कारण के हो र यस्तो वास्तविक बुझ्नेछौँ हामी। र यो सम्बन्धित जो दोषी हुनुहुन्छ उहाँभित्र चाहिँ उहाँहरूलाई चाहिँ किन कारवाही गर्न सकिएन, यो विषयमा चाहिँ हाम्रो आवाज हो। र यस क्रममा अहिले हामी माइतीघर मण्डेलामा छौँ। माइतीघर मण्डेलामा देख्न सक्नुहुन्छ तपाईँले दुधे बालकलाई ल्याएर पनि अब धर्ना बसिरहनु भएको छ। त्यसको लागि चाहिँ हस्पिटलको लापरवाही भन्ने देखिन्छ होइन। हस्पिटलको लापरवाहीले गर्दाखेरि चाहिँ नि हो श्रीमतीको ज्यान गुमेको हुनाले अहिले माइतीघरमा धर्ना बसिरहनु भएको छ एउटा सानो दुधे बालकलाई ल्याएर। यसको लागि निकाय सम्बन्धित निकायले चाहिँ ध्यान नदिएको हो कि चासो नदिएको हो कि के हो र यो कुराहरू हामी उहाँसँग बुझ्नेछौँ, धर्ना बसेको व्यक्तिसँग बुझ्नेछौँ। यो घटना सम्बन्धी खुलाइदिनुहोस् न, हामीले जानकारी दिनुहोस्। अब यो घटना सम्बन्धित चाहिँ अब कति हाम्रो भाउजूलाई लिएर गएको 8 गते दिउँसो चाहिँ हामीले रत्ननगर पपुलर हस्पिटलमा भर्ना गरियो होइन। नगर हस्पिटलमा? हजुर, रत्ननगर पपुलर हस्पिटल, रत्ननगर पपुलर हस्पिटल हजुर। अनि बेलुका 3-4 बजेतिर हामीले भर्ना गरियो होइन। अनि गरेपछि अब त्यहाँनिर उहाँहरूले एडमिट लिनुभयो। लिएपछि भोलिपल्ट बिहान अपरेसन भयो होइन। बिहान अपरेसन भयो, बच्चा निस्कियो, बच्चा हामीलाई दिनुभयो उहाँहरूले है। अनि बच्चा हामीलाई दिनुभयो 24 घन्टासम्म आमा भाटी बच्चा राखिएन है। अनि जस्तै भोलिपल्ट अनि आमालाई पनि 11 बजेतिर तल वार्डमा लिएर आउनु भयो होइन। लिएर आएर अनि राम्रै थियो दिउँसोसम्म पनि है। दिउँसो पनि राम्रै थियो, सबै थियो। अब खानाहरू पनि खाइरहनु भएको थियो, ठिक थियो त्यति बेलासम्म। बेलुका 7 बजेसम्म ठिक थियो। 7 बजेपछि अनि उहाँलाई 81 सास फेर्न गाह्रो भयो होइन। 81 सास फेर्न गाह्रो भएपछि चाहिँ अनि हामीले नर्स बोलाउनु, डक्टर बोलाइदिनु भनेर मम्मीले बोलाउनु भएछ। दुईवटा नर्स आउनुभयो। नर्स आएर अनि सास फेर्न गाह्रो भयो भनेर भन्नुभएको रहेछ। अनि भनेपछि अनि उहाँहरूले सुई लगाइदिनु भयो, के गर्नुभयो, अनि बाफ लगाइदिनु भयो होइन। अक्सिजन लगाउनु पनि ठाउँमा उहाँहरूले सास फेर्न गाह्रो भयो भनेर बाफ लगाइदिनु भयो। अनि 81 त्यो ब्लड भमिट भयो क्या, कफ सुत्दै ब्लड भमिट भयो होइन। मम्मीले थाप्नु भयो भाँडामा, फ्याल्नु पनि भयो। फेरि दाइ पनि आउनुभयो। दाइ आएर पनि अनि पुरै दाइले हातमा यसरी ब्लड थापिराख्यो क्या, ब्लड भमिट भयो होइन। अनि नर्सहरूले चाहिँ के भन्नुभयो भने नआत्तिनु, ढाड मसार दिनु, यो तपाईँको अपरेसन गर्दाखेरि पाइप हालेको, पाइप पासेर चाहिँ ब्लड आएको हो भने म पनि त्यहीँ थिएँ, मैले पनि सुनिरहेको छु होइन। अनि त्यसपछि हामीले भन्यौँ सिरियस भइसक्यो, सास फेर्न गाह्रो भइसक्यो, हात फ्यालिसक्नु भयो, डक्टर चाहिँ बोलाउनु भन्दाखेरि डक्टर आउँदै हुनुहुन्छ भन्नुभयो। अनि एकछिन पछाडि डक्टर आउनु पनि भयो होइन। डक्टर आउनुभयो, उहाँ मेरो भाउजूलाई चाहिँ अनि एकदम गाह्रो नै भइसकेको थियो क्या, सास फेर्नलाई एकदम गाह्रो नै भइसक्यो, भमिट भयो, हात खुट्टा फ्यालिसक्नु भएको थियो होइन। अनि त्यसपछि हामीले आइसियुमा दाइले भन्नुभयो मेरो बुढीलाई आइसियुमा लिएर जाउँ न है, मर्न लागिसक्यो भनेर दाइ चिचाउनु भयो, कराउनु भयो, मम्मीहरू रुन थाल्नु भयो होइन। जुन त्यो डक्टर आइसकेपछि चाहिँ के भन्नु भने हाम्रोमा आइसियु खाली छैन भन्नुभयो।
हाम्रोमा आइसियु खाली छैन भनेपछि अनि हामीलाई त रिफर गरिदिनु नि त हाम्रो मान्छे बचाउँछौँ हामीलाई यस्तो भइसक्यो गाह्रो भइसक्यो सास फेर्नलाई हामीलाई अर्को हस्पिटल पठाइदिनु भनेर भन्दाखेरि अनि उहाँहरूले चाहिँ नआत्तिनु यो केही पनि हुँदैन भन्नुभयो होइन यो नर्मल हो यस्तो हुन्छ भनेर चाहिँ नर्सहरूले अलिकति गर्नुभयो किनकि हामीलाई त्यति बेलै रिफर गरिदिनु भएको भए हामीले बचाउन सक्थ्यौँ होला मेरो भाउजूलाई होइन अनि 20 मिनट जति अगाडि नै हामीले सिएमसी हस्पिटलमा रिफर भनेर पठाइयो है त्यति बेलै पठाएको भए हामीले बचाउन सक्थ्यौँ होला तर त्यहीँनिर नर्सहरूले खेलाएर राखिदिनु भयो क्या कहिले सुई हाल्ने कहिले यो सामान लिएर आउनु जानु कहिले यो सामान लिएर आउनु जानु एकजनाले ढाड मसार दिनु भन्ने त्यतिकै भयो क्या जुन अपरेसन गर्ने डक्टरलाई पनि बोलाइदिनु भन्दाखेरि उहाँले के भन्नुभयो भने के सिरियस हो र यो केस भन्नुभयो होइन हजुर डक्टरले सिरियस हो र यो केस भन्नुभयो अनि त्यसपछि उहाँ त आउनु भएन क्या त्यति अहिले डक्टर कहाँ हुनुहुन्छ तपाईँहरूको त्यसपछि त्यो घटना घटिसकेपछि डक्टरकै सम्पर्कमा आउनु भएन थाहा छैन केही पनि आउनु भएन त्यही स्थानीय निकायसँग तपाईँले सम्पर्क गर्नु भने यो लापरवाहीले गर्दा हामीलाई घटना घट्यो तपाईँले यस्तो तपाईँको नगरपालिकाभित्र यस्तो लापरवाही भयो हस्पिटलको डक्टरको लापरवाही भयो भनेर हामी धेरै ठाउँमा गयौँ है हामी ओडामा गएर पनि निवेदन हाल्न खोज्यौँ ओडाले लिगेन तपाईँको नगरपालिकामा गयौँ नगरपालिकाले लिगेन तपाईँको चौकीमा गयौँ मेयर को छ नगरपालिकामा को छ हाम्रो के सापकोटा प्रहलाद सापकोटा त्यहाँको मेयर प्रहलाद सापकोटाको त्यहाँ आफ्नो त्यहाँको आफ्नो एरियामा भएको आफ्नो इलाकामा भएको आफ्नो नगरमा भएको चाहिँ हस्पिटलबाट यत्रो लापरवाही हुँदाखेरि पनि त्यहाँको नगर प्रमुख जुन हुनुहुन्छ उहाँले चाहिँ त्यहाँ साथ सपोर्ट नदिएको पीडितलाई भन्ने गुनासो आइरहेको लिएन कहीँ पनि लिएन डक्टरको नाम त्यो फाइलमै हेर्नुपर्छ हजुर त्यो फाइलमै छ फाइलमै हेर्नुपर्छ अनि र हामी भरतपुर पनि गयौँ है भरतपुर गएर हामी इलाका पर्छ यो तपाईँको जिल्ला सबै ठाउँमा धायौँ कतैबाट पनि केही पनि भएन होइन हाम्रो केस कतै पनि दर्ता होला जस्तो केही पनि आशै भएन हामीलाई न्याय चाहियो भनेर हामीले आन्दोलन पनि गऱ्यौँ है त्यहाँनिर पनि हामीलाई धेरै रोकटोक भयो अनि त्यसपछि अब हामी माइती घर नआइकन अब हाम्रो केही पनि उपाय छैन भनेर रोकटोक गर्न खोज्यो तपाईँलाई डक्टरका मान्छेहरूले या त नगरपालिकाको मान्छेहरूले के हो त्यो केही पनि थाहा छैन जस्तै आन्दोलन गर्दाखेरि आन्दोलन नगर्न दिने टाइपको कुराहरू होइन अनि त्यस्तै भयो अनि त्यसपछि चाहिँ अनि हामीलाई त्यताबाट कतैबाट पनि आशा भएन अब माइती घर नआइकन चाहिँ हामीले न्याय पाउँदैनौँ भनेर चाहिँ अनि अहिले हामी यहाँको 4-5 दिन भयो आज है अनि मेरो दाइ चाहिँ अब आमरण अनसन बस्नु भएको छ आज 5 दिन भयो 5 दिन भयो अब गाह्रो भएर उसलाई बोल्न नै गाह्रो भएर अहिले चाहिँ सलिन पानी दिएर राख्यो तपाईँहरूलाई के लाग्छ उहाँ डक्टरलाई कुनै पार्टी या कुनै संस्थाले चाहिँ नि उहाँलाई स्याहार सुसार गरेको जस्तो लाग्छ त्यो हामीलाई थाहा छैन त्यो अब अनुसन्धानमा गएर तपाईँहरूलाई कुनै किन अनसन बसेको किन त्यो गरेको भन्ने कुनै मेडिकलबाट हस्पिटलबाट त्यस्ता धाक धम्कीहरू त्यस्ता आउने फोन कलहरू आउनुहोस् न सहकार्य गरौँ भन्ने टाइपको कुराहरू आछन् पैसाको लालच देखाइएको छ तपाईँलाई कुनै हस्पिटलबाट त्यस्तो एउटा नम्बर अननोन नम्बर मेसेजबाट चाहिँ के भनेर आएको थियो भने तपाईँहरू सडकमा रोडको बास भएको छ विचार गर्नु भनेर चाहिँ आएको थियो राति 11-12 बजेतिर है हजुर त्यो कुरा चाहिँ आएको थियो अनि त्यसपछि चाहिँ अनि हामी त्यो दिन पनि अब यहाँ बसिसकेपछि सुत्ने कुरा त हुँदैन होइन हामी यतै बाहिर बस्यौँ 5-6 बजेसम्म अनि हामीले यहीँ नजिकैको यो प्रहरीहरू हुनुहुन्थ्यो हामीले उहाँहरूलाई पनि जानकारी गराइदियौँ यस्तो भएको छ भनेर अनि त्यहाँबाट चाहिँ अहिले चाहिँ हाम्रो हालत यत्तिकै छ अहिले तपाईँलाई यहाँको सरकार जुन अहिले चाहिँ अब बालिन शाहको सरकार छ राजसभाको बहुमतको सरकार पनि आएको छ होइन उहाँहरूले चाहिँ के कतिको यहाँ आएर तपाईँहरूको समस्याहरू छैन केही सुन्नु भएको छैन सुन्नु भएको भए अहिले उहाँको हालत यस्तो हुँदै हुन्थेन अहिलेको सरकारले तपाईँको गुनासो तपाईँको पीडा नसुनिदिएको हो अब पीडा नसुनिदिएको भन्दा पनि अब यहाँ त कोही पनि आउनु भएको छैन है यहाँ कुनै पनि पार्टीको मान्छे कुनै पनि अब तपाईँको कहीँबाट पनि के कोही पनि आउनु भएको छैन अहिलेसम्म सान्त्वना दिनुहोस् केही गर्नलाई पनि कोही पनि आउनु भएको पनि छैन र यो कुरो के भइरहेको छ त्यो पनि थाहा छैन है अब हामीलाई चाहिँ अब न्याय पाउनलाई मान्छे अब मर्नै पर्ने हो कि है अब त अझै 2-3 दिन अझै पनि अब यसरी केही नखाइकन आवरण अनसन बस्दा अब उसको त झन् प्राणै त्याग्ने अवस्थै हुन्छ
अब म त अब सरकारको चाहिँ ध्यान आकर्षित होस्। यति सानो दुधे बालकलाई ल्याएर माइती घरमा धरना बसिरहनु भएको छ उहाँहरू, र उहाँहरूले न्यायको लागि अहिलेको सरकारलाई चाहिँ नि अहिले माग राखिरहनु भएको छ, भोलिरहनु भएको छ सरकारको ध्यान जाओस्। यति सानो दुधे बालक ल्याएर उहाँ अहिले चाहिँ नि धरना बसिरहनु भएको छ माइती घरमा। र हजुर हजुर कति वर्षको छ बाबु? 11 वर्षको। 11 वर्षको बाबु छ। यो चाहिँ दोस्रो बच्चा हो है? हजुर। नानीहरूको बाबु छ अहिले? बाबु अहिले पनि बाबु नै जन्मिएको। अनि त्यसपछि अस्मिताजीलाई चाहिँ यताउता केही रोगहरू केही छैन, अहिलेसम्म केही पनि छैन रोग। अस्पतालमा डेलिभरीको लागि मात्रै लिएर जानुभएको थियो? हजुर हजुर। त्यही हस्पिटलमा तपाईँको सुरुबाटै फलोअप 9 महिनासम्म नै त्यही हस्पिटलमै भएको हो है। फलोअपमा जाँदाखेरि 9 महिनासम्म त्यो बच्चाको पनि केही समस्या थिएन, सबै थोक राम्रो थियो, मलाई रोग पनि केही थिएन। अब किनकि इन्टरकास्ट म्यारेज हो? हजुर हजुर। कति सालमा बिहा गर्नुभएको थियो, केही आइडिया छ? आइडिया त छ, अब बिहा गर्ने बेला त मै गएको, तर साल चाहिँ अहिले खासै याद छैन। कति सालमा बिहा भएको तपाईँको? 69 सालमा। अनि अब बच्चा 22 दिनको बच्चा भयो, हेर्नु है। रोडमा हिजो पानी कत्रो ठुलो पानी पर्यो, 2टा बच्चा रोडमा यसरी पाल्टाङेर बसेको छौँ है। बाबुहरू बिरामी भएर अहिले भर्खरै प्रहरीहरू आउनुभयो, उहाँहरूले गाडीमा हालेर 2टा बाबुहरूलाई लिएर गएर हस्पिटल छोडिदिनु मात्रै भयो है। उहाँलाई छोडिदिनु भयो, अनि मम्मी जानुभएको थियो, भाइ जानुभएको थियो, उपचार गरेर अहिले भर्खरै दबाई यति धेरै लिएर आउनु भएको। अब यो न्यायको लागि मेरो दाइको त अब यसै पनि प्राण जान्छ। अब सरकारको ध्यान आकर्षित भएन भने उहाँसम्म उहाँको पुरै परिवार, उहाँको 2टा छोराहरू पनि अब त्यही नै त भन्न पर्यो विचलित हैन। पर्नुहुन्छ भन्ने विचलित हजुर। किन अहिले चाहिँ त्यो बाबुहरूलाई चाहिँ कसले हेरिरहेको छ? अब त्यो त मम्मी सानो हुनुहुन्छ, बच्चा त हजुरआमा हुनुहुन्छ। त्यो सानो बच्चा हो यही? हजुर हजुर। यही राख्नु। हामीले उहाँहरूका गुनासो सुनेका छौँ। गुनासो सुनेर चाहिँ तपाईँहरू कहाँ सम्बन्धित व्यक्ति कहाँ हामीले हाम्रो सोसियल मिडियाबाट तपाईँलाई पठाउने काम गरिरहेका छौँ। तपाईँहरूले पनि एउटा आम नागरिक भएको हैसियतले तपाईँले उहाँहरू अहिले यसरी पीडित भएर सडकमा आउनु भएको छ। हस्पिटलको लापरवाहीले गर्दा उहाँको एउटा श्रीमतीको ज्यान गएको छ, र सानो दुधे बालक ल्याएर चाहिँ यसरी सडकमा आउँदा कतिको उचित हो कतिको उचित होइन, सरकारले ध्यान दिनुपर्छ कि पर्दैन भन्ने कुराहरू तपाईँहरूले पनि आफ्नो राय सल्लाहहरू दिन सक्नुहुनेछ। र यस्तै गरी अन्य समस्याहरू पनि यहाँ थुप्रै समस्या छन्, भरिएका छन्। यो माइती घर अहिले समस्याले भरिएको छ। अहिलेको सरकारप्रति जनताले उहाँले भने जस्तै अहिलेको सरकारले चाहिँ मलाई ध्यान दिएन, मेरो चाहिँ कुरा सुनिदिएन, उहाँको जुन डक्टर थियो डक्टरलाई चाहिँ कारबाहीको घेरामा ल्याउन सकिएन भन्ने कुराहरू उहाँले उठाउनु भएको छ। त्यो कुरा उठाइयोस् र त्यो डक्टरलाई जसरी पनि त्यो कारबाहीको घेरामा ल्याइयोस्। त्यसको लापरवाहीले गर्दाखेरि, हस्पिटलको लापरवाहीले गर्दाखेरि एउटा भक्करको सुत्केरीले ज्यान गुमाउनु परेको छ, र बच्चा दुधे बालक ल्याएर अहिले माइती घरमा आउनु परेको छ। र यो कुरालाई चाहिँ गम्भीरपूर्वक सरकारले लिनेछ भन्ने आश राख्दै म शीतल बाबु पिक पनि बिदा लिन्छु। नमस्कार।